साथीहरुलाई मेरो युट्युब च्यानलबाट हार्दिक स्वागत छ। म यहाँहरुलाई मिडियम साइजको स्वेटरको बाउला कसरी निकाल्ने भन्ने बाउला निकाल्ने तरिका सिकाउन गइरहेको छु। प्राय जसो स्वेटरको बाउला तलबाट निकालेर माथि गाँस्ने गरेको देखेको छु, तर मैले चाहिँ यो स्वेटरको बाउला चाहिँ माथिबाट नै निकाल्ने गर्छु। जसरी हामीले बाउलाको कटिङ यसरी काटिएको छ, यो कटिङमा चाहिँ आफ्नो मोटाई अनुसार बाउलाको कटिङ गरिन्छ र यसमा हामीले निकाल्दाखेरि चाहिँ सुरुमा यहाँ कति घर छ लगभग अब घरलाई चाहिँ हामीले खुम्च्याउनु हुँदैन। यसरी घर टिप्ने, जसरी अरु गलाहरू टिपिन्छ त्यसरी नै घर टिप्दै जाने। यसरी नै घर टिप्दै जाने क्रममा हामीले हाम्रो लगभग मिडियम साइजको स्वेटरलाई चाहिँ 72-74 घर राख्न सक्नुहुन्छ र यहाँले यो यसरी नै घर टिप्दै गएर यसलाई हामीले जस्तो बुट्टा छ अब त्यसलाई राख्दै जाने र लास्टमा चाहिँ हामीले यो बुन्दै गएर कुइनाको भाग भागमा पुगेपछि यही साइजमा बुन्दै जाने र कुइनाको भागबाट चाहिँ हामी घटाउन सुरु गर्छौं। अनि कुइनाको भागबाट घटाउँदाखेरि सुरुमा हामीले 3-4 लाइन 5 लाइन गर्दै घटाउँदै गइन्छ भने अन्तिममा हाम्रो बाउलाको लम्बाई पुग्ने क्रममा हामीले अलि छिटो घटाउन पर्ने हुन्छ। यहाँहरुले चाहिँ त्यस विशेष के ध्यान दिनुपर्छ भन्दा आफ्नो पाखुराको मोटाई कति छ त्यस कुरामा ध्यान दिएर त्यस अनुसार नै घटाउनु हुन पनि अनुरोध गर्छु। र यहाँहरुलाई म बाउला पूरा भइसकेपछि मैले कस्तो बनाएको छु यहाँहरुलाई पक्कै देखाउने छु। अहिले चाहिँ यति नै, मेरो भिडियो हेर्दै गर्नु होला। हस्।